What's up beautiful people, welcome to my channel. Today I'm going Ganga Jamuna temple and this is my very first and slow trip, so let's go. अहिले चाहिँ म यहाँ रामदाईको घरमा आएको छु अनि यहाँबाट चाहिँ रामदाईसँग रामदाईको पसलसम्म जानेछु अनि त्यसपछि चाहिँ बसमा चाहिँ जान्छु त्यहाँबाट कहाँसम्म जान्छु अनि फेरि बसबाट झरेपछि नि लगभग 1 घन्टा जति चाहिँ हिँड्नुपर्छ भनेछ सो म यहाँ दाइको पसलमा चाहिँ आइसकेँ अनि यहाँबाट चाहिँ बस 1 बजे जान्छ अरे त्यसैले म चाहिँ यहाँ 2 घन्टा जति चाहिँ कुर्नुपर्छ होला अनि A few moments later. पोट चौका ल 3 hours later. अब चाहिँ हामी यो उकालो उक्लेर चाहिँ गङ्गा जमुना चाहिँ जाँदैछौँ ट्रिप जर्नी सुरु अब गङ्गा जमुना चढ्दैछौँ अनि यहाँबाट अझ 2 घन्टा लाग्छ भनेछ मन्दिरसम्म पुग्नको लागि चाहिँ कुन जन्मको पाप बोकेर आइरहेको छ ल के भन्न चाहनुहुन्छ आज आज मेरो यो उकालोको अन्तिम लास्ट दिन हो अब म कहिले आउने छैन हिँडेर मलाई आजबाट पुग्यो उकालो दिएर त्यसलाई यहाँसम्म आउँदा यस्तो भएको छु अब माथि पुग्दा कुन हालत हुन्छ मलाई भर नगरेर राख्नुपर्छ भाइ फुलाएर हस्टेल छैन पर्छ सोध्नु पर्यो अहिले चाहिँ हामी यहाँ सिडी चाहिँ उकालो लागिसक्यौँ अनि दाइ नआएको भए चाहिँ म यो सिडीमा चाहिँ एक्लै कुद्नुपर्ने रहेछ आज दाइ आएर चाहिँ एकछिन होइन पुरै साथी भइरह मलाई के हो अरे यहाँ दाइ चाहिँ मेरो गाइड मेरो अगाडि हिँड्नु भएको छ होइन बाटो देखाउँदै अनि यहाँको स्थानीयलाई सोद्धा चाहिँ मन्दिर पुग्न अझ 2 घन्टा लाग्छ भनेर चाहिँ यहाँबाट हामी चाहिँ होइन अहिले गङ्गा जमुना जान लाग्दैछौँ 2टा बाटो आयो यता बाटो र यता बाटो कता बाटो होइन आयो अननोन पर्सन हामी होला सोध्दैछौँ गाह्रो मान्नु भयो नदेखाउने आधा भएछ भाइ आधा भयो कतिको खुसी लाग्यो आधा भयो एकदम खुसी आइएम सो ह्याप्पी आउँदैछु हामी चाहिँ अहिले लगभग आधा बाटो चाहिँ हिँडिसक्यौँ अनि माथिसम्म नै सिडी छ अरे लगभग आधा सिडी हिँडिसक्यो सायद हामी र यहाँ बाटो चाहिँ मस्त बबाल रहेछ तलदेखि नै माथिसम्म सिडी रहेछ अनि गाह्रो भइरहेछ मलाई राम्ररी बोल्न पनि सकेको छैन सो अब म चाहिँ तपाईँहरूसँग वहीँ मन्दिर पुगेर चाहिँ बोल्नेछु सो बाई हामी सिडी चढेर चाहिँ ठ्याक्कै लगभग कति लाग्यो 1.5 घन्टा होइन ठ्याक्कै 1.5 घन्टा चाहिँ लाग्यो अनि हामी मन्दिर आइपुगिसक्यौँ र मन्दिर देखाउने छु म यो चाहिँ मन्दिर यहाँ चाहिँ हामी जान्छौँ यहाँ चाहिँ यो मन्दिर त्यहाँ छ अनि यताबाट यो चाहिँ पहाडहरू पहाडको भ्यू चाहिँ मस्त तर यो कालो बादलले चाहिँ आज थोरै डिस्टर्ब गरेको छ अनि
आइपुग्यो हामी चाहिँ गङ्गा जमुना। सो अब त्यहाँ गएर चाहिँ झरना चाहिँ देखेको छैन, सानो छ जस्तो छ, पानी चाहिँ छैन जस्तो छ झरनामा। ल हामी चाहिँ यहाँ गङ्गा जमुनाको फेदीमा चाहिँ आइसक्यौँ। यहाँबाट सिडी चढेर चाहिँ अब यताबाट सिडी चढेर बिस्तारै माथिसम्म जान्छौँ अनि झरनामा एकछिन पानी खेल्छौँ, ताकि यता हाम्रो अनोखी फोटोसुटहरू हुँदैछ हाम्रो चाहिँ यहाँ। यहाँबाट चाहिँ आमामा पहाड त कस्तो माथि देखिएछ के, घाँटी नै बाङ्ला जस्तो भइरहेछ भने। गङ्गा जमुना मन्दिर मिनी मन्दिर। अनि अब यहाँबाट चाहिँ हामी माथि जानेछौँ। यहाँको भ्यूहरू चाहिँ दामी, पहाडहरू चाहिँ दामी देखिरहेको छ। अनि अब चाहिँ हामी आइपुगिसक्यौँ मन्दिर चाहिँ, होइन? महादेवको चाहिँ मूर्ति बन्दैछ यहाँ अहिले चाहिँ। बब्बाल मन्दिर चाहिँ यो हो, यो सेन्टर पोइन्टको। हामी चाहिँ त्यहाँनिर अब पुग्नुपर्ने हुन्छ। दाइ कता पुग्यो? दाइ चाहिँ माथि पुग्नु भइसक्यो। यहाँबाट चाहिँ सिन हेर्नुहोस्, बब्बाल दामी छ तल। अनि यता चाहिँ झरना छ। अहिले चाहिँ झरनामा त्यति धेरै पानी चाहिँ रहेनछ। कता यता हो? के थियो होला यहाँ, अहिले चाहिँ उब्किएको रहेछ यसमा चाहिँ। हामी चाहिँ अहिले यहाँ मन्दिर चाहिँ दर्शन गरी भइसक्यौँ र अब चाहिँ हामी तल जानु लाग्यो। अबेला नै हुन लागिसक्यो जानक लागि। र A few moments later. चाहिँ यता काफल देखेको थियौँ कहाँनिर हो, र त्यहाँ चाहिँ हामी काफल खान जाँदैछौँ। अहिले चाहिँ हामी यहाँ गङ्गा जमुना आएर, काफल कता हो थियो, यतै थियो होइन? यहाँ हो कि त्यहाँ माथि हो? त्यहाँ माथि जस्तो। हामी चाहिँ अनि हामीले चाहिँ बिर्स्यो कहाँनिर भेटेको थियो, देखेको थियो भनेर। ऊ त्यहाँ जस्तो छ। र दाइलाई चाहिँ अघि जो साथी न माथि उक्लिनको लागि काफल भनेपछि यहाँ हुरुक्कै मान्छे कुद्न थाल्यो काफल भनेपछि त। ल हेर्नुहोस् गाइज, काफल खानको लागि चाहिँ मस्त कुदेछन् दाइ। चाहिँ दाइलाई चाहिँ धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु। दाइ नआएको भए चाहिँ म एक्लै हुने रहेछु, अनि सायद यतिको इन्जोय गर्न पाउँथिनँ होला म एक्लै भएको भए। डर पनि लाग्थ्यो। अनि सो थ्याङ्क यू। काफल भेट्यो, काफल देखेको अघि जाँदाखेरि। काफलको बोर्ड चाहिँ अघि हामीले देखेको थियौँ। कता हो बार? यो काफलै हो, यिनीहरू नि काफलै हो। यहाँ नि काफल त काफल छ, तर यो चाहिँ काँचै छ। अघि चाहिँ एउटा रुखमा हामीले पाकेको देखेको थियौँ। काफल चाहिँ काफल छ, तर पाकेको चाहिँ छैन है। अनि अघि एउटा रुखमा चाहिँ पाकेको देखेको थियौँ हामीले रातो रातो, त्यसैले खान आएको, तर भेटेन गाइस। सो स्याड। काफल चाहिँ अघि चाहिँ देखेको थियो पाकेको, तर यहाँ चाहिँ मैले सबै खोजिसकेँ, यहाँ चाहिँ रहेनछ। अनि मलाई लाग्छ काफल चाहिँ उता माथि यो लेखेको सेतो वाइट हो, त्यता साइडमा चाहिँ काफल छ जस्तो लाग्यो। त्यता चाहिँ वाइटपट्टि चाहिँ
दाइ चाहिँ तल झरिसक्यो नखाने भनेर काफल। अनि म एक्लै भएँ म नि नखाने काफल चाहिँ अब जुन खाजा लिएको छ हामीले त्यो चाहिँ अब खान्छौँ गएर तल ग्राउन्डमा बसेर। अनि 1-2वटा फोटोहरू पनि खिच्छौँ। यता पनि ठाउँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू। र यहाँ चाहिँ सायद लभबर्ड्सहरू बस्ने ठाउँहरू चाहिँ होला कुना काप्चेर। अनि काफल खाने भनेको दाइ तल झर्नु भइसक्यो। यहाँ पनि काफलको बोट त छ तर यो सबै पाकेको छैन, काँचै छ। अनि एउटा बोट चाहिँ पाकेको देखेको थियो हामीले रातो रातो, तर माथि नै रहेछ। हामी चाहिँ तल आइपुगिहाल्यो। त्यसैले अब दाइ कहाँ उता तल पुगिसक्यो। अनि म पनि अब नखाने तल नै जाने भन्ने जाने। त्यसैले तर मलाई चाहिँ यहीँ बसिरहनु मन लागेको छ। मलाई चाहिँ आज यहाँबाट जानै मन लागेको छैन, किनकि पहाडमै बसिरहँ जस्तो लाग्यो। पहाडकै तल बसिरहँ जस्तो लागेको छ। बबाल छ त पहाड चाहिँ। अनि पानी अलिक धेरै भइदिएको भए चाहिँ झर्नामा चाहिँ झन् दामी हुन्थ्यो। र यता चाहिँ सनसेट हुनु लागेको छ अब चाहिँ। फाइनल्ली सनसेट भइसक्यो। र अब चाहिँ तल दाइले चाहिँ खाजा खान बोलाउँदै हुनुहुन्छ। म चाहिँ सनसेटको भिडियो यहाँ सनसेटको भिडियो क्याप्चर गर्नलाई बसेको। अनि दाइ चाहिँ तल खाजा खान सुरु गर्नु भइसक्यो। म नि भोक लागेको छ, अब गएर खाजा खान्छौँ। त्यसपछि तल 1-2वटा फोटो खिच्छौँ र नेचर। सो अब चाहिँ हामी तल झरिसक्यौँ माथि मन्दिरबाट दर्शन गरेर पनि। अनि ग्राउन्डहरू छ यता चाहिँ। अनि उतानेर चाहिँ एउटा लभ छ, आई लभ गङ्गा जमुना भन्ने चाहिँ। त्यहाँ गएर अनि हामी अलिअलि फोटोसुट गर्छौँ। अनि त्यसपछि हामी चाहिँ तल झर्छौँ। अब चाहिँ हामी गङ्गा जमुनालाई चाहिँ मन्दिरलाई बाई बाई गर्दै हामी चाहिँ आफ्नो गन्तव्यतिर चाहिँ लाग्दैछौँ। तल आज चाहिँ हामी घर जान भ्याउँदैनौँ, त्यसैले हामी होटेलमा स्टे गर्छौँ। अनि भोलि बिहान चाहिँ 6 बजे छ बस। उता हाम्रो गाउँ जाने बस चाहिँ 6 बजे जान्छ अरे यहाँबाट। अनि त्यसपछि हामी चाहिँ त्यही बसमा चाहिँ 6 बजे जानेछौँ। सो